ब्याक टु माई च्यानल अनि सबैजनालाई स्वागत छ आजको यस नयाँ भिडियोमा। अनि फेरि पनि आइसकेको छु म नयाँ भिडियो लिएर। अनि सबैजनाले मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला अनि यो भिडियोलाई लाइक अनि एक सेयर पनि गरिदिनु होला है त। आजको चाहिँ हाम्रो विद्यालयले चाहिँ फुड फेस्टिभल कार्यक्रम आयोजना गरेको छ। अनि यही फुड फेस्टिभल कार्यक्रमलाई चाहिँ मैले लिएर चाहिँ एउटा भ्लग बनाउने सोचेको छु। सबैजनाले चाहिँ च्यानल चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला, यस्तै नयाँ नयाँ भिडियो आइरहनेछ। थ्याङ्क यू सो मच। अनि गाइज मलाई चाहिँ स्कुलले चाहिँ येल्लो हाउसको क्याप्टेनसँगै स्कुलको चाहिँ क्यामेराम्यानमा पनि घोषित गरिसकेको छ। विभिन्न यस्ता कार्यक्रमहरूको चाहिँ फोटो तथा भिडियो रेकर्ड गर्ने चाहिँ मैले नै हो। अनि सो अहिले चाहिँ मैले यो ट्राइपोड पनि लिएर हिँडेको छु, हेर्न सक्नुहुन्छ तपाईँ। ट्राइपोड किनकि भिडियोको स्मुथनेसको लागि चाहिँ ट्राइपोड एकदम बेस्ट हुनेछ। तपाईँहरूले चाहिँ किन्न सक्नुहुनेछ ट्राइपोड। नेपालमा त्यस्तै हो, 4,000 देखि 5,000सम्म पर्दछ, किन्न सक्नुहुनेछ है त। यहाँ बाटोमा कुर्ता देखिरहेको छु मैले, कस्तो लाग्छ तपाईँहरूलाई? निकै छ त हेर्न सक्नुहुन्छ हाम्रो स्कुलको गेट। म यहाँबाट प्रवेश गर्छु है त। स्कुलमा चाहिँ अहिलेसम्म कोही पनि आएको छैन, त्यो 2-3जना भाइहरू आएको छ, हेर्न सक्नुहुन्छ स्कुल। मैले फाइनली स्कुलमा आइसकेको छु। नम्बर के छ त हालखबर? ठीक छ एकदम। यहाँ होस्टेलका केटाहरू तथा बाहिरबाट आएको केटाहरू चाहिँ एकछिन भलिबल खेल्दैछन्। मिस आज तपाईँ कति क्लासमा पढ्नुभएछ त नि? म 7 कक्षामा। के बनाउनुमा? हामी एकदम मिठो दुध रोटी र खिर बनाउने। ठिक छ। ठुलो लाइन बाई लाइन छ। के बोलायो? कुन जमानाको बनाउला है तिमीहरूले? फेरि ल 7 क्लासमा हो। म 7 क्लास। के बनाउनुहुन्छ दाजु? हामी चाहिँ दुध रोटी र खिर एकदम यहाँ हाम्रो विद्यार्थीहरू पनि सक्रिय भएर लागिराख्नु भएको छ। आगो बल्दैछ। यो पुवा मकैको पिठोको तपाईँ कति क्लासमा हुनुहुन्छ त अहिले? म 6 क्लासको छ। के बनाउनु लाग्नु भइरहेछ? हाम्रो पकौडाको आइटम हेर्नु न, एकदमै शानदार पकौडाको आइटम रहेको छ। पकौडाको आइटम हो, अचार हो, एकदम राम्रो यार, एकदम हाम्रो चाहिँ राम्रो तयारी छ। धन्यवाद। सबै ठाउँ एकदम रमाइलो साँच्चै खानाहरू पाक्दैछ। सब खाँदैछौँ जङ्क फुड। अबको एकछिनपछि चाहिँ हाम्रो त्यो खानाहरू जुन परिकारहरू बनाएका छौँ त्यो चाहिँ हाम्रो लाइन बाई लाइन यहाँ अगाडि राख्नु हुनेछ। अनि सबैजना खानापिना चाख्नुहुनेछ। अहिलेसम्म कोही पनि अलिक भाँडा मैले देखेको छैन होइन।
ल्यायो मलाई यो संसारमा बोकी जति कठिन परिस्थिति आए पनि तिमीले हुन दिनौ आमा केही पनि तिम्रो माया र ममता पार म सम्झिने छु जहिले तिम्रो साथ क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे आफ्नो काँधोमा शिर राखी हल्लायो सुताउन रोयो फेरि भनी बिउजियो आधारा